वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अगेन न्यू डे न्यू भ्लगको साथमा आज फेरि पनि उपस्थित भइसकेकी छु। म चाहिँ पूजा राणा। होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म मेरो छोरा कियान अनि हाम्रो परिवार पनि एकदमै सन्चै छौँ। साथीहरू जाडोको मौसम छ, सबैजनाले आफ्नो अनि आफ्नो परिवारको ख्याल गर्नु होला। अनि आज चाहिँ मेरो ह्यापी बर्थडे साथीहरू। आज चाहिँ पुसको 14 गते मेरो चाहिँ आज ह्यापी बर्थडे रहेको छ नि। ह्यापी बर्थडे टु मी, ह्यापी बर्थडे टु मी। अनि आज त्यस्तो स्पेशल केही नि छैन। केक चाहिँ बुढा र नन्दले मिलेर ल्याइदिनु भएको छ साथीहरू। अनि घरमा चाहिँ सानो हाम्रो फ्यामिलीको पार्टी छ साथीहरू। अनि त्यहाँ चाहिँ हाम्रो परिवार अनि माइतको फ्यामिली त को हुनुहुन्छ र भाइ विदेशमा छ। अनि माइतको चाहिँ आमा र बाबा चाहिँ आउनुभएको छ, बोलाएको छौँ। अनि अब चाहिँ हामीले केक काट्ने छौँ साथीहरू। यो भिडियो चाहिँ छोटो मिठो रहनेछ, सबैजनाले हेरिदिनु होला। छोरा रेडी भइसक्यौँ, कियान पनि सुते छैन। यता हेर, क्युट हो न हामी दुईटा क्युट हो नि। यहाँ रहेको छ केक साथीहरू। ल हेलो हेलो गर्नु त ल। हेलो 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 खै हल्ला त ल फेरि हल्ला फेरि टाइम गाँदै खै हाँस्दैनस् त। ल अर्को खै। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे। केटा त कस्तो गर्छ के बाबु। केक काट। ह्यापी बर्थडे टु यु मम्मी भन्छ। यस्तो रहेछ अनि त्यही भएर त्यो निकालेर काटे पनि त हुन्छ। यो यति चढाइदिनु न। ह्यापी बर्थडे टु यु भनेको बाबुले। खै थपडी बजा, खै थपडी बजा, खै त तिमी नाचेको खै। ह्यापी बर्थडे टु यु। ल ह्यापी बर्थडे। मम्मीको बर्थडेको के खायो? मिठो छ ल तपाईँले आयो अझै खान्छु। ल लाउनु समान अझै खानु खाने क्या हो खाने आमा आऊ त। हात धुन पो गएको छ। तेरो पनि यहाँ ल चिसो मङ्की जस्तो यहाँ टाँसिएको खाना खोजिरहेको छ क्या। ल ल पर्दैन क्या त खुलाउने किन खुलाउने त। त्यसको बर्थडे आउँदैछ त। अनि ल ह्यापी बर्थडे। उल्टा ल खै ल त्यस्तो रहेछ ठिक ल भयो। जति नै हान्छ ल साथीहरू। हामीले चाहिँ सानोतिनो सेलिब्रेसन चाहिँ गरिसक्यौँ साथीहरू। अहिले चाहिँ माइतको आमा बुवा अनि घरको मम्मी बाबाहरू खानलाई जानु भइसक्यो। म चाहिँ भर्खर मेरो छोरा कियानलाई सुताएर अनि अब चाहिँ जान लाग्छु किचनतिर साथीहरू। हेर्दै गर्नु होला, स्टे ट्युन
चाहिँ मेरो सानो छोटो मिठो भ्लग हुनेछ। हजुरहरूले हेरिदिनु होला, हेरेर मन पराइदिनु होला साथीहरू। ल साथीहरू, अब चाहिँ बर्थडे पार्टीमा के छ भन्दा यस्तै है, चिउरा सिउरा ब्राउन पापड केही नि खाएन, सिधै भात, लोकल कुखुराको मासु, घरकै चामलको भात, यो छ बफ छोइला, त्यसपछि रोस्ट। यही हो साथीहरू। मेरो बुढाले चाहिँ यहाँ बसेर खानुभयो, अब म चाहिँ खान लाएँ साथीहरू। म हालेको तातो लोकल कुखुराको झोलसँग मासु खान पर्ने हुन्छ। यस्तरी बल्ल म जस्तो म चाहिन्छ। लोकल कुखुरा मासु लास्टै चाम्रो। ल साथीहरू, आजको भिडियो चाहिँ यतिसम्म। हजुरहरूले अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब माई च्यानल भन्दै। अनि जाडो छ, सबैजनाले आफ्नो ख्याल गर्नुहोला, स्वस्थ रहनुहोला, मस्त रहनुहोला अनि व्यस्त रहनुहोला भन्दै आजको भिडियो चाहिँ यहीँ एन्ड गर्छु। भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई साथीहरू।